हेलो गाइज, वेलकम ब्याक टु माई युट्युब च्यानल। तपाईँहरू सबैजना सन्चै हुनुहुन्छ होला, म पनि सन्चै छु। मैले चाहिँ आज चाहिँ अब हाम्रो हिजो शुक्रबारदेखि चाहिँ हाम्रो समथिङ 15-16 दिनको लागि चाहिँ क्याम्पस बिदा भइसक्यो। अब चाहिँ म तपाईँहरूकोमा चाहिँ डेली म भ्लग ल्याउने छु होइन। मैले के कस्तो गरेँ भनेर टाइम पासको लागि भए पनि होइन म भिडियोहरू ल्याउने छु। आज चाहिँ शनिबारको दिन हाम्रो पसलमा चाहिँ ग्रेनाइट र मार्बल ल्याएर चाहिँ इन्डियन ट्रक अनि नेपाली ट्रक दुइटै आइसकेको छ। यदि तपाईँहरू कोही घर बनाउँदै हुनुहुन्छ भने तपाईँहरूले हामीलाई सम्झिन सक्नुहुन्छ। हामीसँग चाहिँ के कस्तो सामानहरू आउँछ म तपाईँहरूलाई सबै देखाउने छु। यो सानो ट्रकको चाहिँ सामानहरू अनलोड भएर सकिसक्यो। अब हाम्रो चाहिँ ठुलो ट्रकको चाहिँ बाँकी छ। आज शनिबारको दिन पनि केटाहरूले नभ्याएर हाम्रो अटोमा चाहिँ सामान डेलिभरी भइरहेछ, त्यो अटो गइरहेछ। अनि तपाईँलाई यो ठुलो गाडीमा के कस्तो सामानहरू आउँछ, कसरी हाल्छ होइन, कहाँदेखि आउँछ सबै कुराहरू हजुरहरूलाई भन्ने छु। अब हाम्रो इन्डियन ट्रक चाहिँ अब एकछिनमा चाहिँ अनलोड हुन्छ। अब हाम्रो इन्डियन ट्रकमा चाहिँ के कस्तो सामान आछ, कस्तो प्रकारले चाहिँ लोडिङ भएको छ, यो सबै अब हामी एकछिनमा हेर्नेछौँ। सँग चाहिँ कजरियाको नेपोबिटको टाइलहरू पाउँछ। अनि सेन्टरीको सामानहरू चाहिँ हामीसँग चाहिँ बेङ्गाडो र धरावरी मयूर पाउँछ। यो चाहिँ 12 चक्के गाडी चाहिँ अनलोड भइसक्यो। हाम्रो चाहिँ यो इन्डियन गाडी, यसमा चाहिँ तपाईँको आधा चाहिँ यतापट्टिको चाहिँ ग्रेनाइट हो भने यिनीहरू चाहिँ मार्बल हो। यो चाहिँ तपाईँको यो बिचको मार्बल हो, यतापट्टिको चाहिँ फेरि ग्रेनाइट हो। अनि यसमा पनि तपाईँको मार्बल आएको छ। यो मार्बल चाहिँ प्राइभेट घरहरूको लागि चाहिँ होइन, यो चाहिँ सरकारी भवनहरूमा चाहिँ अर्डर भएको थियो, त्यसैले चाहिँ आएको। यो चाहिँ हाम्रो यो ग्रेनाइटहरू चाहिँ प्राइभेट घरहरू जता यताउता जता पनि प्रयोग गर्न सकियो। हामीसँग जेट ब्ल्याक पनि आइसकेको छ। जेट ब्ल्याकको प्रतीक्षामा चाहिँ धेरैजना हुनुहुन्थ्यो। अब हामीसँग जेट ब्ल्याक पनि आइसकेको छ। अनि यो जिरा मसिनो यो पनि आइसकेको छ। अनि मार्बल पनि आएको छ। यो चाहिँ यसरी लोड भएर आउँछ। समथिङ यो चाहिँ लोड अनलोड गर्न चाहिँ समथिङ 15-20 जना भयो भने चाहिँ त्यही 4-5 घन्टा जति चाहिँ लाग्छ। बिहान हामी चाहिँ समथिङ 8 बजेदेखि स्टार्ट भएको हो। यो सानो ट्रकको चाहिँ समथिङ अहिले चाहिँ 12 बजे चाहिँ यो चाहिँ अनलोड गरेर सकियो। यो चाहिँ एकछिनमा केटाहरू खाना खान गएको छन्। खाना खाएर आएपछि चाहिँ यो पनि अनलोड हुनेछ। अटोले चाहिँ अनलोड गरेर आएको छ। फेरि चाहिँ हाम्रो यो 2x2को टाइल पेटी चाहिँ लग्न बाँकी छ। आज चाहिँ दुईवटा गाडी हाम्रो उता स्टक छ, केटाहरू नभएर आज चाहिँ नसकेर चाहिँ अटोमा फालिरहेको छ। हामीले चाहिँ उहाँहरूले चाहिँ अब लोड अनलोड गरेर एक गाडी भ्याउनु भएको छ, अर्को गाडी चाहिँ अब स्टार्ट गर्नुहुन्छ। दाइ हजुरलाई चाहिँ जस्तै यो इन्डियन ट्रकहरू चाहिँ लोड अनलोड गरेर अनि समथिङ कति चाहिँ कमाइ हुन्छ? जेहोस् दिनमा 4-5 हजार चाहिँ कमाउनुहुन्छ, खासै कमाइ धमाइ चाहिँ छैन है। जेहोस् नेपालमा बसेर चाहिँ प्रगति चाहिँ होला जस्तो छैन। हातमा यही हो, मोटो बाटो औँठी लाउने बस्ने होइन।